हाई हेलो नमस्ते वेलकम टु सबिन अधिकारी ब्लग। के छ साथीहरू, सबैजना सन्चै हुनुहुन्छ? म चाहिँ अहिले ठिक पृथ्वी राजमार्गमा छु र मेरो अगाडि ठ्याक्कै यहाँ ठुल्ठुला पहाडहरू छन्। एकदमै रमाइलो दृश्य छ र यहाँ बन्दीपुर जाने केबुल कार पनि रहेको छ। यो ठाउँबाट केबुल कार पनि लाग्ने छ बन्दीपुर जानको लागि। वेलकम टु बन्दीपुर केबल कार। र ठ्याक्कै यो साइडमा यो बाटो हुँदै चाहिँ माथिबाट केबुल कार पनि जानेछ। त्यो रुट हुँदै माथिको पोइन्टमा हेर्न सक्नुहुन्छ। एकदमै रमाइलो छ र यहाँबाट माथि बन्दीपुर पनि जान सकिन्छ। बन्दीपुर एकदमै पर्यटकीय क्षेत्र पनि हो र एकदमै सुन्दर ठाउँ पनि छ। यदि मिलेसम्म म एक दिन हजुरहरूलाई बन्दीपुर पनि घुमाउने छु। आज चाहिँ म यो बाटो हुँदै विमल नगरमा मेरो एउटा सानो काम छ, विमल नगर जाने छु। तपाईहरु हेर्न सक्नुहुन्छ यहाँबाट चाहिँ चुदी खोला सरर बगेको पनि हेर्न सकिन्छ। एकदमै रमाइलो दृश्य रहेको छ चुदी खोलाको। अब यो चुदी खोला चाहिँ यहाँबाट बग्दै बग्दै मर्साङदीमा मिसिन्छ। हजुरले हेर्न सक्नुहुन्छ र मेरो यात्रा चाहिँ अगाडि बढ्दैछ है त साथीहरू। अहिले चाहिँ म ठ्याक्कै विमल नगरमा आइपुगेँ। यो विमल नगर एकदमै सुन्दर ठाउँ रहेको छ। ठ्याक्कै पृथ्वी हाइवेले छोएको एकदमै सुन्दर एउटा सानो बस्ती रहेको छ विमल नगर। र यसको ठ्याक्कै विमल नगरको माथिपट्टि रहेका छन् ठुल्ठुला पहाडहरू, हजुरहरू हेर्न सक्नुहुन्छ। र यो पहाडको हजुरहरूले यहाँबाट देख्न सक्नुहुन्छ कि हुँदैन, सायद यतै हुनुपर्छ आसपासै। यहाँ चाहिँ सिद्ध गुफा रहेको छ जुन चाहिँ एसियाकै सबैभन्दा ठुलो गुफा हो। र म चाहिँ वास्तवमा भन्ने हो भने साथीहरू यहाँ आएको थिएँ बन्दीपुर ड्राइभिङ विमल नगरमा। मेरो यहाँ एउटा सानो काम रहेको छ साथीहरू। म चाहिँ भर्खरै बाहिर निस्किएँ, मेरो काम सकियो जुन काममा म आएको थिएँ। र अहिले चाहिँ ठ्याक्कै म मेरो अगाडि रहेको छ चुन पहरा भन्छन् यो पहाडलाई। एकदमै राम्रो छ, एकदमै टाँसिएको पहाड। र ठ्याक्कै म यहाँ हेर्न सक्नुहुन्छ पृथ्वी राजमार्ग मुगलिङ 22 किलोमिटर, काठमाडौँ 132 किलोमिटर। र ठ्याक्कै यो पृथ्वी राजमार्गमै रहेको यो चुन पहराको नजिकै छु। र यहाँबाट मर्साङदी नदी पनि सलल बगेको हेर्न सक्नुहुन्छ। एकदमै रमाइलो दृश्य रहेको छ। र मेरो ठिक पछाडि यता रहेको छ विमल नगरको एउटा सानो बस्ती बजार है त गाइज। यो भिडियो हेर्नु होला, यदि मन पर्यो भने लाइक कमेन्ट अनि सब्सक्राइब गर्नु होला र भिडियो अन्तिमसम्म हेर्नु होला है त गाइज। साथीहरू म चाहिँ अब यहाँबाट फर्किने छु। म एउटा सानो काम विशेषले यहाँ आएको थिएँ। अब चाहिँ म फेरि यो बाटो हुँदै डुम्रेतिर फर्किने छु। हेर्नुहोस् है त गाइज। साथीहरू अहिले चाहिँ म ठ्याक्कै डुम्रे बजार आइपुगेँ। एकदमै चर्को घाम छ, एकदमै गर्मी धेरै। अब चाहिँ यहाँबाट फेरि गाडी चेन्ज गरेर आफ्नो घरतिर लाग्ने छु है त साथीहरू। चाहिँ अब गाडी छुट्न लाग्यो, म चाहिँ अब गाडीभित्र जानेछु। बल्ल गाडी चल्यो साथीहरू। अब बल्ल शीतल हुने भयो। एकदमै गर्मी भइरहेको थियो, पसिना बगिरहेको थियो। अब चाहिँ झ्यालबाट सरर हावा बगेको छ। अब बिस्तारै आराम गर्दै घर पुग्ने छु है त साथीहरू। अहिले चाहिँ म आफ्नै घरमा आइपुगेको छु, आफ्नै कोठामा छु। बाहिर एकदमै गर्मी थियो। अब चाहिँ म एकछिन फ्रेस हुनेछु र आराम गर्नेछु। यो भिडियो
आजको एकदमै छोटो थियो। हजुरहरूले कस्तो लाग्यो होला? यदि मनपर्छ भने लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनु होला। आगामी दिनहरूमा पनि यस्तै रोमाञ्चक भिडियोहरू लिएर आउने नै छु। त्यतिन्जेलको लागि चाहिँ आफ्नो केयर गर्नुहोला भन्दै नमस्ते।